हामीलाई यो क्वेसन ब्याङ्कमा दिएको मोडल क्वेसनबाट हामीले सल्भ गरिरहेछौँ है। यो पनि प्र्याक्टिस गरौँ, केही छैन है। जस्तै ग्रुप बीमा के भनेको छ भने 10 मल्टिप्लाई टु 20 भनेको चाहिँ 2 मार्क्सको रहेछ है। अब के भन्छ भने रिराइट द फलोइङ बाई युजिङ द मोडुलस साइन। यो मोडुलस साइन गरेर -4 लेस अर इक्वल टु x लेस अर इक्वल टु 1 छ। अब यसलाई यस्तो साइनभित्र पारेर लेख्नु पर्यो क्या, यसलाई हामीले यस्तो साइनभित्र पारेर लेख्नु पर्ने हुन्छ है। अब हामीले यो हिसाब गर्दाखेरि ध्यान दिनुपर्ने कुरा चाहिँ एउटै माथि छ। जस्तै मोडुलस अफ x इज लेस अर इक्वल टु a हैन, यो लेस पनि हुनसक्छ इक्वल पनि हुनसक्छ हैन। यस्तो भयो भने यो चाहिँ हामीले के भन्छ भने -a लेस अर इक्वल टु x लेस इक्वल टु प्लस a। यो भयो भने यो हुन्छ, तर यो भयो भने यसलाई यसो लेख्नु पाइन्छ, यो हुँदा यसो लेख्नु पाइन्छ भन्ने कुरा चाहिँ याद गर्नु पर्यो हामीले है। अब यसले के भन्छ भने अहिले यो फर्ममा छ, यो फर्ममा लानु पर्यो, पछि -a अनि यता +a निकाल्नु पर्यो। यहाँ त -4 छ, यहाँ चाहिँ हाम्रो के छ त +1 छ। यो चाहिँ अब हाम्रो मिलेको छैन। अब यसलाई हामीले के गर्छौँ भने नि इम्प्लाइज यसो गर्छौँ, यसलाई हामी a मान्छौँ, यसलाई b मान्छौँ। डाइरेक्ट यसो गर्नुहुन्छ -4 + 1/2। हामी यो दुईटालाई जोडेर 2 ले डिभाइड गर्दा -3/2 आउँछ क्या हैन। यो भनेको यो फर्स्टलाई हामी a मान्छौँ, यो लास्टलाई b मान्छौँ। a + b/2 गरेपछि यो जे छ त्यही राख्ने -4 प्लस अनि 1 राख्ने -/2। यो चिन्ह जे छ त्यही राख्नुपर्छ। अब यसलाई हामीले चाहिँ यो -3/2 लाई दुवै तर्फबाट हामी यसलाई घटाउने काम गर्छौँ है। जस्तै -4 माइनस अनि -3/2। अब यही लेख्नु पर्यो, लेस अर इक्वल टु हैन x माइनस अनि फेरि माइनस अनि 3/2 अनि फेरि लेस अर इक्वल टु 1 माइनस फेरि -3/2। जहिले पनि त्यसलाई चाहिँ घटाउनु पर्छ क्या। अनि यो चाहिँ प्लस हुन आउँछ है, माइनस माइनस प्लस 3/2 लेस अर इक्वल टु x माइनस माइनस प्लस 3/2 लेस अर इक्वल टु 1 + 3/2। अब यसलाई हामीले एलसिएम निकाल्छौँ। यसको एलसिएम 2 आउँछ। यसलाई मल्टिप्लाई गर्दा 8 + 3 हैन, डाइरेक्ट गर्दा पनि हुन्छ, तर अहिले यहाँ बुझ्नलाई म त्यसो गर्दैछु। यो 2 यसलाई मल्टिप्लाई गर्दा 2x + 3 लेस अर इक्वल टु फेरि 2 यसलाई मल्टिप्लाई गर्दा 3 है। अब हामीले यो स्टेप नगरिकन डाइरेक्ट हामीले यसो गर्दा पनि हुन्थ्यो। अब योबाट यो गर्दा कति छ -5/2 हैन। यो स्टेपबाट यो स्टेप आउनु पनि पाइन्छ हैन। त्यसपछि यसलाई हामीले 2x + 3/2 सेम भयो हैन। अब योलाई जोड्दाखेरि 5/2 भयो है। अब यसपछि हामीले यो सबैबाट 2 लाई क्यान्सल गर्नु पर्यो नि त। अब 2 ले मल्टिप्लाई गर्नु पर्यो क्या। डाइरेक्ट हामी हटाउनु पनि सक्छौँ, तर यो सबैको 2 लाई काट्नको लागि यसलाई 2 ले मल्टिप्लाई गर्नु पर्यो हैन। अनि यसलाई पनि 2 ले मल्टिप्लाई गर्नु पर्यो, अनि यसलाई पनि 2 ले मल्टिप्लाई गर्नु पर्यो। अब यो 2 ले मल्टिप्लाई नगरिकन एकैचोटि हामीले जस्तै यसो लेख्दा पनि पाइयो -5 लेस अर इक्वल टु हैन। अनि यसलाई 2x + 3 यो 2 त काटिहाल्यो हैन। अनि 2 काटेपछि 5 भयो। अब यो कस्तो देखियो, यता पनि -5 देखियो, यता पनि +5 देखियो। भनेको त हाम्रो यो स्टेपमा आयो। जस्तै मोडुलस अफ x लेस अर इक्वल टु a भयो भने यसलाई हामीले -a लेस अर इक्वल टु x लेस अर इक्वल टु a लेख्न पाउँछौँ। यदि यो फर्ममा आयो भने त यसलाई यसो लेख्न पाइयो। अब यहाँ पनि के भयो, ठ्याक्कै त्यही आयो, -5 लेस अर इक्वल टु 2x + 3 लेस अर इक्वल टु 5 भएको हुनाले यसलाई हामीले के लेख्न पाउँछौँ भने नि 2x + 3 को मोडुलस लेस अर इक्वल टु यसलाई हामीले 5 लेख्छौँ क्या। यो चाहिँ लेस अर इक्वल टु 5 यति लेखेपछि भयो। यसको एक्सपान्सन यति हुन्छ, यसको सर्ट फर्म चाहिँ यति हुन्छ क्या। यहाँ पनि -5 आयो, यहाँ +5 आएको हुनाले मोडुलस अफ 2x + 5 लेस अर इक्वल टु 5 यसको एन्सर चाहिँ पुरा हो। अब हामीले अरू क्वेसनलाई सल्भ गर्दाखेरि जस्तो यहाँ भन्छ इन अ सर्वे अफ 500 पेसेन्ट
इन अ हस्पिटल यसलाई हामीले के गर्छौँ एनयु यु भनेको युनिभर्सल सेट हो नि त होइन जसलाई हामीले कति गर्छौँ 500 डाइरेक्ट पनि गर्न मिल्छ है तर सुरुमा एउटा स्टेजमा यहाँ गरेर देखाउँदैछु इट वाज फाउन्ड द्याट 400 युज एन्टिबायोटिक यसलाई हामीले एन्टिबायोटिकलाई ए मान्न सक्छौँ होइन एन्टिबायोटिक इक्वल टु कति छ 400 छ अनि त्यस पछाडि 300 युज जेनरल मेडिसिन भनेपछि यसलाई जी लेख्यो होइन जेनरल मेडिसिन चाहिँ कति युज गर्छ हामीलाई 300 ले युज गर्दो रहेछ एन्ड 50 डु नट युज एनी अफ देम भनेको यो 50 ले चाहिँ एन्टिबायोटिक युनियन जेनरल मेडिसिनको कम्प्लिमेन्ट यसलाई चाहिँ हामीले दुवैले प्रयोग नगर्ने भनेको यिनीहरूको कम्प्लिमेन्ट चाहिँ 50 र यो क्वेसनले सोधेको छ त्यसो हो भने दुईटै युज गर्ने होइन यसको कमन अथवा यसको इन्टरसेक्सन चाहिँ कति भनेर हामीलाई सोधिरहेको छ है अब यसले फाइन्ड द नम्बर अफ पेसेन्ट युज बोथ भनेपछि टोटल यसको 500 भयो अनि यसको एन्टिबायोटिक युज गर्ने 400 जेनरल युज गर्ने 300 र 50 ले दुवै युज गर्दैन भने यसको दुवै युज गर्ने चाहिँ वाट भनेछ यसलाई हामीले x मानेर लान सक्छौँ क्या हैन यसलाई हामीले x मानेर राख्न सक्छौँ हैन त्यसो गरेर भने चाहिँ हामीले छिटो पनि हुन्छ त्यसैले अब यो सिक्दाखेरि चाहिँ यसरी सिक्ने तर पछि एक्जाम त डाइरेक्ट गर्न पाइहाल्छ हैन एनयु भनेको 500 एन्टिबायोटिक भनेको एनए पछि हामीले यसो नगर्ने एनए भनेको 400 लेख्न पाइयो जेनरलले एन भनेको नम्बर हो नि त हैन नम्बर अफ जेनरल 300 अनि ए युनियन जी को कम्प्लिमेन्ट भनेको 50 र यसलाई चाहिँ हामीले यो दुवै मन पर्ने इन्ट्रेस्टेड वाट भनेछ यसलाई हामीले एक्स गर्दा भइहाल्यो हैन लेट यसलाई चाहिँ हामीले यसलाई चाहिँ एक्स मान्यो हैन अब यसको फर्मुला पनि हुन्छ हैन अब सबभन्दा राम्रो चाहिँ कसरी भेन डायग्राममा सो गरौँ भने एकदम फास्ट हुन्छ क्या कन्फ्युज पनि आउँदैन हैन कहिले यसले वानलीहरू पनि भन्न थाल्छ हैन वानलीहरू भन्नु भने समस्या हुन्छ अनि त्यसले फर्मुलाबाट हैन त्यसकारणले यो चाहिँ जान्ने नजान्ने सबैले फाइदा गर्छ क्या यसले चाहिँ जस्तो यसले चाहिँ हामीले के लेख्यो भने नि यसले एनए लेख्यो क्या हैन एन्टिबायोटिक भनेको 400 अनि यसको जेनरल भनेको चाहिँ 300 भयो अनि यसलाई के गर्नुपर्छ भने नि 50 ले चाहिँ दुवै प्रयोग गर्दैन यता राख्नु पर्यो अब दुवै प्रयोग गर्दा हामीले यहाँ x राख्यौँ अनि यो 400 माइनस x गर्यो क्या 400 माइनस x गर्यो यसको भ्यालु भनेको 300 माइनस x गर्यो यसो गरेपछि अनि हाम्रो जम्मा टोटल भनेको त एनयु अब यो सबैले प्लस गर्यो क्या अब यो कति हुन्छ 400 माइनस x अनि यो प्लस x हैन अनि यो 300 माइनस x अनि यो प्लस 50 हुन्छ अनि त्यसपछि एनयु जम्मा भनेको यसको 500 छ यो र यो चाहिँ क्यान्सल भयो है अनि यसलाई हामी जोड्दाखेरि कति हुन्छ त 750 माइनस x अनि यो माइनस x लाई यता ल्याउनु पर्यो नि त माइनस x लाई यता ल्याउँदा प्लस हुन्छ अनि 750 यसलाई यता लाँदाखेरि 500 x इक्वल टु 250 भनेपछि बोथ युज गर्ने है एन्टिबायोटिक युनियन जेनरल इन्टरसेक्सन बराबर 250 हैन यसको यो चाहिँ 250 भयो अब यहाँ त ल्याङ्ग्वेज लेख्दा पनि हुन्छ हैन अब यसको फर्मुला पनि हुन्छ क्या हैन त्यो फर्मुला पनि हुन्छ तर फर्मुलाले मेमोरी गर्नुभन्दा कहिलेले एक्सेप्ट भन्छ कहिले वानली भन्छ हैन कहिले एटलिस्ट भन्छ कहिले एट भन्छ त्यसो हुनाले सबैभन्दा राम्रो चाहिँ के हुन्छ नि भेन डायग्राममा सो गरेपछि चाहिँ एकदमै फास्ट हुन्छ क्या अनि त्यसैले यो एन्टिबायोटिकलाई 400 जेनरललाई 300 अनि दुवै प्रयोग गर्ने 50 भयो हैन अनि दुवैले प्रयोग गर्नेलाई x लियो भने यो पार्ट भनेको 300 माइनस x हुन्छ यो पार्ट भनेको 400 माइनस x हुन्छ अनि यो सबैले प्लस गर्यो भने यो कति छ 250 हुन्छ है अब ल यो हेर्दै गर्ने के कति बुझिन्छ कमेन्ट गर्दै गर्ने नेक्स्ट भिडियो चाहिँ म सायद अब युनिट 2 बाट सुरु गर्छु